ल हाम्रो छतमा चाहिँ अहिले लेटुस साग, यो काँचै खाने साग हो। खासमा यो आफै उम्रेको थियो बिउ। मैले खाली डब्बा डुब्बीमा यसरी लगाइदिएको, मजाले भएको छ। यत्रो धेरै खाएर नसकिने, यसले आज हामीले ल्याएर मजाले पखालेर पानीमा एक बोइल गऱ्यौँ। त्यस पछाडि यसलाई मजाले निचारे पछाडि यसमा चाहिँ टमाटो अनि प्याज, सिलामको छोप र तोरीको तेलमा चाहिँ मेथी झानेर यसरी हामीले झान्यौँ। यो एकदमै मिठो हुन्छ। बढी भएको सागलाई यसरी पनि खान सकिन्छ, किनभने काँचै धेरै खाइँदैन नि त। यसरी झानेर खाँदाखेरि एकदम मिठो पनि हुने, हेल्दी पनि हुने। यसरी खानु होला, तपाईँहरूले पनि एकचोटि ट्राई गर्नु होला है त। हामीले चाहिँ यसरी खाने गरेका छौँ।